देश शोकमा डुबेको छ। यो दुःखद घडीमा म यहाँहरूमाझ उपस्थित भएको छु। तिब्बतबाट आएको अकस्मात बाढीको कारणले गर्दा रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न जिल्लामा जनधनको क्षति भएको कुरा यहाँहरूले थाहा पाइसक्नु भएको छ। अझ विशेष गरी भन्नुपर्दा मेरो गृह जिल्ला नुवाकोट छेदविच्छेद भएको छ। भौतिक संरचनाहरू ध्वस्त भएका छन्। आफ्नै आँखा अगाडि आफैले पढेका विद्यालयहरू बगाएका छन्। आफ्नै साथीहरूका घर बगाएका छन्। यो दुःखद घडीमा जीवनसाथी म्यारेज ब्युरोको अफिसमा गएर काम गर्न सक्ने हिम्मत ममा छैन। त्यो हिम्मत, त्यो जोस, त्यो जाँगर ममा आइरहेको छैन। त्यसैले जीवनसाथी म्यारेज ब्युरो केही दिनका लागि बन्द रहेको कुरा यहाँहरूलाई म जानकारी गराउँदछु। किनकि यो घटना आफ्नै आँखा अगाडि, आफ्नै जिल्लामा, आफ्नै घर छेउमा भइरहँदा त्यो हिम्मत, त्यो आँट, त्यो साहस नहुँदो रहेछ। मन भक्कानिएको छ। पीडा कति छन्, आफन्त साथीभाइहरू बेपत्ता छन्। कुनै पनि मानिसको लेखाजोखा छैन। यो प्राकृतिक प्रकोपले कसैलाई सोधेर भनेर आउने त होइन, भए पनि आफ्नै गृह जिल्ला, आफ्नै छिमेकी जिल्लाहरूमा यो घटना भइरहँदा त्यो साहस, हिम्मत जुट्दो रहेनछ। त्यसैले यहाँहरूले कन्ट्याक्ट गर्न खोज्नु भएको वाट्सएप नम्बर पनि बिग्रिएको छ। अब यहाँहरूले हामीलाई सम्पर्क गर्नको लागि जेसाथी.com म यहाँहरूलाई राखिदिन्छु। वेबसाइटमा गएर आफ्नो डिटेल्सहरू, आफ्नो प्रोफाइलहरू बनाइदिनु होला। सम्पर्क भएन भन्दैमा यहाँहरूले गलत नसोच्नु होला। फोन लागेन भन्दैमा यहाँहरूले गलत नसोच्नु होला। हाम्रो वाट्सएपमा व्यापक समस्या आएको छ। समस्या के हो भन्दा मैले यो स्क्रिनसट राखिदिएको छु। यो समस्या आएको छ, यसको समाधानको उपाय केही छ भने पनि बताइदिनु होला। र अब यो वाट्सएपमा जोडिनु भएका साथीहरू कृपया प्लिज जेसाथी.com हाम्रो वेबसाइटमा गएर आफ्नो प्रोफाइल निशुल्क रूपमा बनाउनु होला। आफ्नो डिटेल्स राख्नु होला। 100% प्राइभेसी हुन्छ। तपाईँहरूको डकुमेन्टहरू कहीँ कतै सार्वजनिक हुँदैन। तपाईँहरूको सेवामा म फेरि पनि फर्किनेछु। त्यतिन्जेलसम्मका लागि यहाँहरूले साथ, सहयोग, सपोर्ट गर्नुहुन्छ भन्ने अपेक्षा लिएको छु। यो दुःखद घडीमा मृत्यु हुनुभएका सम्पूर्ण